हेलो नमस्कार हरे कृष्ण तपाईं सम्पूर्णलाई स्वागत छ मेरो अर्को नयाँ भ्लगमा र आज चाहिँ हामी बुढा नीलकण्ठमा रहेको इस्कोन राधाकृष्ण मन्दिरमा छौं। आज चाहिँ फेस्टिभल अफ फ्लावर्स मनाइँदैछ। ओ माय गुडनेस। ओके, मैले चाहिँ मेरो साथीहरूलाई पनि भेटेँ र आजको यहाँको बारेमा जानकारी दिनुपर्दा चाहिँ यहाँ विभिन्न कार्यक्रमहरू हुँदैछ, सांस्कृतिक नृत्य, त्यसै गरी भजन कीर्तन, कथा वाचन र अन्तमा चाहिँ पुष्प होली, फुलै फुलको होली पनि रहेको छ। र तपाईले मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर सपोर्ट गर्नुहोला। खै छोरी उ त्यहाँ साथी So here is my handsome Devar Babu, my hubby, and with my daughter. अब चाहिँ म तिलक लगाउँछु। तिलक लगाउने ठाउँ यहाँ रहेको छ र त्यसपछि हामी मन्दिर दर्शन गर्न जान्छौँ। यो हामीले यो एकाउन्ट खाली गर्नुपर्ने हुन्छ है त। हरे कृष्ण सबैजना केवल कृपया बाहिर गइदिनुहोस् र माथि गएर एकदम उत्साहका साथ होली खेल्नु है त। हरे कृष्ण। Thank you. Baby. Baby. Hi, गर्छु। Hi. सो हामी चाहिँ एकछिन भजन कीर्तन गरेर अब चाहिँ तल झरिरहेको छु। फेरि उता माथि चाहिँ फुलै फुलको होली खेलिँदैछ। सो त्यो एटेन्ड गर्छौँ अब। सी यू देयर।
पूजाको सामग्रीहरू चाहिँ गोपिनी ड्रेस एभाइलेबल छ। तपाईलाई चाहिन्छ भने आउनु होला। यता यताबाट जाने कि यताबाट जाने? यतैबाट जाने हो। यहाँ चाहिँ यति राम्रो गार्डन पनि छ। सो प्रिटी। त्यहाँ चाहिँ शिव भगवानको मूर्ति छ। यहाँबाट अलिक राम्ररी देखिएन सायद। सानो राम हरे राम हरे कृष्ण हरे कृष्ण। Baby, Tonu. Here is Tulsi Maharani. सो हामी चाहिँ घुमिरहेछौँ हैन, आमा छोरी फिल्डमा। यहाँ मन्दिर छ। मेरो छोरी चाहिँ यहाँ पुगिसके। भिडियो बनाउने वातावरण छैन, के गर्नु हो। सानो उठी। व्हाट इज दिस? ओह्रालोमा हिँड्न गाह्रो भइरहेको अवस्था हो। आमा आमा पकड्छु ल। यहाँ बस्छु त एकछिन ल। दिस इज शिवको स्ट्याच्यु। मस्तले बस्दै हुनुहुन्छ उहाँ चाहिँ। हरे राम गर्दैछ। हरे कृष्ण। छिटो जानु। हरे कृष्ण भयो। कामले बोले हरे कृष्ण हरे कृष्ण। यता हेर्छु ल। हेर त ऊ बेबी आइस्यो। कुदी कुदी होइन सानो। हरे कृष्ण। यता हामी अब फुलको होली खेल्न जाने हो। त्यहाँ कस्तो राम्रो उयो छ कि त्यहाँ स्ट्याच्यु क्लिक गर्ने पाएन। यता हेर्छु ल। बेबी लुक एट हियर। हरि बोल हरि बोल। हरे कृष्ण। माता पार्वती र शिवजी चर्चा गर्दै हुन्थ्यो र माता पार्वतीले प्रश्न सोध्नुहुन्छ भगवान शिवलाई। हे पतिदेव, हजुरले हरेक अवतारको वर्णन गर्नुभयो। सतयुगमा नरसिंहदेव आउनुहुन्छ, त्रेतायुगमा राम आउनुहुन्छ, कलियुगमा कृष्णको वर्णन गर्नुभयो। तर यस्तो जुन दुष्ट कलियुग छ, जब घोर पापै पाप भरेको छ, यो कलियुगमा कसको अवतार हुन्छ हजुरले कहिले पनि मलाई बताउनु भएन। कृपया गरेर त्यो अवतारको बारेमा बताइदिनुहोस्। त्यसपछि शिवजी भन्नुहुन्छ, दैवीया यवती राधिका कृष्ण स यवती गौर विग्रहे यच्च वृन्दावनं देवी नवदीप यस्य स्वहम्। हे देवी,
कलियुगमा घोर गर्न भनेर आउँदै हुन्छ जो वृन्दावन धाम त्यो स्वयं वृन्दावन धामले नवदीप धाम भनेर प्रकट हुँदै हुन्छ शची देवीको पुत्र भनेर कृष्ण स्वयं अवतरण हुँदै हुन्छ चैतन्य महाप्रभु की जय वर्णन गर्नु सो मलाई चाहिँ छोरीले सुन्न दिएन सुनेर बस्नलाई अनि त्यही भएर म चाहिँ यहाँ बच्चा बुच्ची टोलीमा आएको छु खेलिरहेको जोडे भन्नुस् के चाहिँ एउटा तुलसी पत्ता र दोस्रो अञ्जली वा जालु कसलाई अर्पण गर्छ यदि भगवान विष्णु यदि भगवान श्री कृष्णलाई अर्पण गर्छ कहाँको यहाँनिर कथा वाचन सुन्ने भनेको होइन सुन्न पाएन हामीले किनकि यहाँ उहाँले गर्दा भगवान नित्यानन्द कसको अवतार हुनुहुन्थ्यो नित्यानन्द प्रभुजी चाहिँ नित्यानन्द प्रभु बलरामको अवतार हुनुहुन्छ नवद्वीप मायापुरमा उहाँलाई पुस्तक दिएर हरे राम हामीले सधैँ विश्वको प्रभुलाई सोसियल मिडियामा मात्रै देख्ने मौका पाएका छौँ तर आज हामी उहाँलाई प्रत्यक्ष हजुरहरू सबैलाई होलीको हृदयदेखि शुभकामना धेरै जसो वैष्णव भजनहरू कि त संस्कृत भाषामा छ कि त आफ्नो संसार बनाउनुहोस् रे भगवानको नाम लिनुहोस् असत्सङ्गलाई छोड नित्यानन्द प्रभु की जय त भन्यो तर को हुनुहुन्छ गौराङ्ग महाप्रभु चिन्नुहुन्छ कि हुन्न हामीहरू अहिले मोडर्न जमानामा हाम्रो यही हालत छ तर इन्ट्रेस्टिङ कुरा के भन्दाखेरि हामीहरू सायद चैतन्य महाप्रभु जसको आज बर्थडे हो उहाँ नआउनु भएको भए हामी सायद यहाँ कोही पनि बसिरहेको हुँदैन यसलाई तिमीसँगै राख हे प्रभु यो प्राप्त गरेर म धन्य भएँ हे गोरीदास केही दिनको लागि हामी सँगै नवदीप जाउँ र त्यहाँ सँगै हरिनाम सङ्कीर्तन गरौँ हुन्छ जाउँ म तयार छु तिमी फूल फुलको तिमी आउने बाटोमा फूल रोपिदिए मैले तिमी आएनौ किन लाग्छ
यता बस प्रसाद प्रसाद बोलो हरि बोल